बाल सेवा आश्रम विराट चोक। हामी अब अहिले विराट चोकमा छौँ। बाल कृष्ण प्रणामी मन्दिर भित्र छिर्दैछु। अब हेर्नु बनाउन दिन्छ कि दिँदैन भ्लग। मन्दिर ठुलो छ, रथ यात्रा पनि छ। अब कसैलाई नसोधिकन मन्दिर ठुलो छ। यो रथ हो, कृष्ण रथ। भ्लग बनाउन दिन्छ। अहिले प्रणामी मन्दिरमा छु विराट चोकको। भित्र त के छिरौँ, बाहिर बाहिर बनाऊ। राम्रो लाग्यो तपाईँहरूलाई। अब युट्युब मेरो द युके 069 ब्लग। युके 069 ब्लग हेर्नु। वाइफाई छैन यहाँ फेरि। यस्तो गाडी ब्लग बनाउँछु कहिलेकाहीँ यस्तो विराट चोक आउँदाखेरि। युके 0690 होइन, टाँसेको सबै युकेमा एक्सप्रेस हाल्नु 0 नै 690 हेर्नु त। म पनि बुझ्थेँ। युके 069 ब्लग हुन्छ। ओल्ड 069 ब्लग पनि पर्दैन। भ्लगले आउँदैन। सबजनाले सब्सक्राइब गर्नु होला, सेयर गर्नु होला, लाइक कमेन्ट गर्नु होला, सपोर्ट गर्नुपर्छ। हाम्रो विराट चोकमा अब प्रणामी मन्दिरमा फेमस बनाउनु पर्छ। यसलाई चर्चित बनाउनु पर्छ। अब कृष्ण जन्माष्टमी नि आउँदैछ। रथ यात्रामा सबैजना सहभागी बनौँ। डाटा चलेन। ठिक छ, म यसलाई सेभ गरेर राख्छु। म यहाँ एकछिन बन्द गर्छु ल। अनि म तपाईँलाई ल, हाम्रो एकजना मित्र हुनुहुन्छ विराट चोकको, सब्सक्राइब गरिदियो। त्यसको लागि धेरै धेरै धन्यवाद है। ल सेयर चाहिँ सबैजनाले सपोर्ट चाहिँ गर्नु पऱ्यो, माया देखाउनु पऱ्यो, त्यति हो। ल ल त्यहाँ राधा कृष्ण छ। अब घरतिर जाँदैछु। सफारी म्यान आउँदैछ। अब आफ्नो गन्तव्यतिर लागेको। धेरै राम्रो लाग्यो। एकजना सब्सक्राइबर पनि भेट्यो। त्यस्तै हो, बनाउँदै गयो भने भेटिन्छ। हाम्रो गाडी पर छ। यहाँ प्रणामी मन्दिरमा आएको विराट चोकको। अहिले विराट चोकमा धेरै गर्मी छ। एकदम पुरा 32-33 पुग्यो होला। हेर्नु त दृश्य, रमणीय दृश्य छ। बाटो बन्दैछ। एसियन महेन्द्र राजमार्ग पहिला पुरानो थियो, अहिले न्यू महेन्द्र राजमार्ग है गाई। घाम हिजो अस्ति भर्खर बबाल पानी पर्थ्यो यहाँ। बबाल हेर्नु
घाममा हिँड्दैछु विराट चोक। खुसी लाग्यो सब्सक्राइबर पनि भेट्छ, भिडियो पनि बन्यो। बिल्डिङहरू राम्रै छ, बजार पनि राम्रै छ। अनि त्यसपछि अब गाडीमा भेट्ने अनि त्यसपछि पूर्ण रूपमा मार्केट जाने। हाम्रो बुढोबा पनि धेरै राम्रो छ, गहिर गर्मी घाममा गोरा बग्दैछ। अब गाडी भेट्ने अनि पूर्ण रूपमा बजार